Hi guys, welcome back to my YouTube channel Sakshis World. आज चाहिँ हैन स्टोरी टाइममै म कसरी युके पुगे भनेर भन्छु। म खासमा चाहिँ कता कता जानु पर्ने हो, युके चाहिँ आउनु पर्ने हैन, तर म युके आइसके हैन। Before listening to my story, like, share and subscribe my YouTube channel. सो हैन के रे म पास आउट भएको 2023 मा हो के। अनि हैन मैले त्यही बेला लाइक एक्जाम मेरो फाइनल्स एक्जाम दिनुभन्दा अगाडि म पुरा पिटी क्लास गरेर हैन के पुरा सोचिसकेको थिएँ कि अस्ट्रेलिया जान्छु भनेर। अनि मैले अप्लाई गर्न लाइक पिटी एक्जाम दिएँ अनि त्यसपछि अप्लाई गर्न स्टार्ट गरेँ। त्यो एक्जाम दिएको भोलिपल्टदेखि हैन अब रिजल्ट त 2-3 घण्टामा आइहाल्छ नि त। अनि पुरा म घुम्न थालेँ हैन कन्सल्टेन्सीहरू। भोलिपल्टैदेखि कन्सल्टेन्सी घुमेँ हैन। अनि अस्ट्रेलिया जाने त थियो मनमा, कन्सल्टेन्सी घुम्न थालेँ हैन। अनि कन्सल्टेन्सीमा अब सब रिक्वायरमेन्ट्सहरू बुझेँ हैन। अनि ओके म अस्ट्रेलिया जान्छु भन्ने भयो मलाई। अनि त्यसपछि मैले अफर लेटर मगाएँ हैन, एभ्रिथिङ गरेँ। अनि त्यसपछि है म कस्तो पछि चाहिँ कस्तो गाह्रो लाग्न थाल्यो के हैन। लाइक अब यसको के गर्ने होला, फाइनान्शियल डकुमेन्ट्स कति धेरै थियो नि त रिक्वायरमेन्ट्स त्यो बेला त झन्नै। अनि भिजा रिजेक्सन पनि कति धेरै हुन्थ्यो। अनि नजाने कि भयो हैन। अनि त्यसपछि साइड बाई साइड मैले क्यानाडा पनि हेर्न थालेँ के। अनि क्यानाडाको लागि त लिटरली हुन्छ नि त्यो कन्सल्टेन्सीहरूमा अब क्यानाडाको लागि त अफर लेटर मगाउनलाई पनि त अब फी चाहिँदो रहेछ, समथिङ कति क्यानेडियन डलर्स। त्यो चाहिँ नेपाली अब 10-15,000 जति थियो हैन। मैले कन्सल्टेन्सीलाई त्यो पनि दिएँ कि के रे क्यानाडाको अफर लेटर मगाउन भनेर। अनि मैले अस्ट्रेलियाको चक्कर छोडेँ। त्यसपछि क्यानाडा जान्छु सोचेँ कि अब अस्ट्रेलिया रिजेक्ट भएको देखेर त डरै लागिसकेको थियो। अनि क्यानाडा जान्छु भने अनि त्यसपछि क्यानाडाको लागि हैन लिटरली मैले त्यो के रे उसम्म एनओसीसम्म निकालिसकेको थिएँ कि। लाइक अफर लेटर आयो, एभ्रिथिङ भयो, एनओसी शुद्ध निकालिसकेको थिएँ मैले। अनि अब एकचोटि कन्सल्टेन्सी जान्छु अनि त्यसपछि बल्ल फी पे गर्छु भनेर सोचेँ कि। अनि कन्सल्टेन्सी गएको त त्यो टाइममा मार्चतिर हो के अरे, मार्चको फर्स्टतिरै हो हैन। त्यो टाइममा खोइ क्यानाडाको के रुल्स आएको रहेछ। अनि त्यो के पो हो हैन, जे होस् वेट गर्नुपर्ने रहेछ कि। मैले लाइक भिजा गर्नलाई, भिजा लजमेन्ट गर्नलाई मैले लाइक 1.5 मन्थ वेट गर्नुपर्ने थियो कि। अनि म त 1.5 मन्थ वेट गर्ने भिजा लजमेन्ट गर्न। अनि त्यसपछि लजमेन्ट गरेको पनि अब 3 महिनापछि मात्रै फेरि भिजा आउने होला जस्तो भएको थियो हैन। अनि आउने हैन त्यो पनि फिक्स छैन नि त। अनि के गर्ने अनि त्यत्रो पेसेन्स नामको त चिज त थिएन मसँग हैन। बरु कन्फिडेन्स चाहिँ छ, पेसेन्स चाहिँ छैन कि। अनि म क्यानाडा पनि छोडेँ, फेरि म गएँ अस्ट्रेलियाको चक्करमा हैन। अब जे भए पनि गर्छु भनेर अस्ट्रेलियाको सबै गरेँ हैन। एभ्रिथिङ एसओपी लेख्नेदेखि लिएर यताउता इन्टरभ्यू सुद्धा सबै गरेँ हैन। अनि पछि के आयो भनेदेखि ठ्याक्क मार्चमा डेटै याद छ कि, मार्च 23 मा हैन त्यो जिटी आयो के हैन, जेन्युइन टेम्पोररी इन्ट्रन्ट समथिङ के भन्ने हैन, जस आयो। अब मैले फेरि स्टार्टिङदेखि सबै प्रोसेस गर्नु पर्यो के। मैले त्यो जनवरीको अफर लेटरलाई अलरेडी मैले अप्रिलमा डिफर गरेको थिएँ नि त हैन, मार्चमा डिफर गरेको थिएँ। अनि त्यसपछि फेरि मैले मार्चमा त अब त्यो स्टार्टिङदेखि गर्नु पर्यो, भ्याउने त भएन। अनि मैले जुनलाई डिफर गरेँ। मेरो त लिटरली 3 चोटि इन्टरभ्यू भएको के। अनि मैले इन्टरभ्यू पनि दिएँ, 3 चोटि दिएँ, किनभने फर्स्ट चोटि इन्टरभ्यूमा मेरो के भयो जस भयो हैन। मैले 3 चोटि इन्टरभ्यू दिएँ अस्ट्रेलियाको, मेडिकलहरू एभ्रिथिङ गरेँ हैन। अनि पछि भिजा लजमेन्ट पनि गरिसकेको थिएँ मैले। पछि मेरो त्यो जुन अब हुन्छ नि मेडिकल रिपोर्ट आउँदाखेरि अब त्यो चेस्टमा दाग देखिएछ कि। लाइक केही होइन, नर्मल हो त्यो कुरा चाहिँ। तर अब उनीहरूलाई अस्ट्रेलियन गभर्मेन्टलाई चाहिँ टिबीको शङ्का लागेछ हैन। अनि मैले अब 3 महिना चाहिँ वेट गर्नै पर्ने रे फेरि हैन। अब त्यसको लागि त्यो उनीहरूले फेरि 3 महिनासम्म अब मैले रेगुलर चेकअप गराउनु पर्ने रे। लाइक टिबी टेस्ट गराउनु पर्ने, टिबी टेस्ट गरेँ। अनि त्यसपछि त्यसको फेरि 3 महिनापछि ठ्याक्क मैले
अगेन एउटा रेगुलर चेकअप गराउनु पर्ने अनि त्यो पछि त्यो रिपोर्ट हेरेपछि मात्रै मेरो भिजा डिसिजन आउँछ भन्ने थियो हैन। अनि मलाई कन्सल्टेन्सीले के भन्यो भनेदेखि यस्तो केसमा भिजा रिजेक्सन चान्स त 0.11% पनि हुँदैन के, लाइक भिजा आउँछ यत्रो वेट गराइसकेपछि भनेर भन्यो। एक त सुरुदेखि मैले सबै स्टार्टिङ गर्नु परेको थियो हैन, सबै गरिसकेपछि पनि फेरि अनि एक त फाइनान्शियल डकुमेन्ट्स मिलाउने, आमामा यता जा उता जा घरि कन्सल्टेन्सी जा, झन् यत्रो घाम है त्यो गर्मीको बेला मैले के चाहिँ गरिन होला के। मैले भन्दा पनि बढी मेरो भाइ र मेरो ड्याडीले गर्नुभयो, धेरै गर्नुभएको मेरो लागि त हैन। त्यो दुःख चाहिँ त्यो अस्ट्रेलिया अप्लाई गर्ने मान्छेहरूलाई मात्र थाहा होला कि कस्तो दुःख हुन्छ। त्यो कन्सल्टेन्सी जा हैन, नगरपालिका जा रे, कता कता जा रे हैन, ब्याङ्क जा, घरि के गर भन्छ, घरि यो सामान ल्या, घरि त्यो ल्या, यो डकुमेन्ट ल्या, त्यो डकुमेन्ट ल्या, कुदाएको छ कन्सल्टेन्सीले सबै गरियो के हैन। त्यो पीडा चाहिँ त्यो अस्ट्रेलिया अप्लाई गर्ने मान्छेहरूले मात्र थाहा हुन्छ। अनि त्यति गरिसकेपछि पनि हैन, अब मेरो त्यो 3 महिना त जुलाई 12मा कम्प्लिट हुनुपर्ने, ठ्याक्क जुलाई 5मा हैन, बिहानै के फेरि हैन सुतेर उठ्छु, मोबाइल हेरेको यसो व्हाट्सएपमा, त्यो माथिबाटै मैले हेरेँ कि नोटिफिकेसन आएको हुन्छ नि त, अनि बहिनी तिम्रो भिजा रिजेक्ट पो भएछ त भनेर भन्नुभयो हैन। म त एकछिन त्यो मेसेज हेरेँ, न म हाँस्न सकेको छु न म रुन सकेको छु हैन। ला के गर्नु, के भन्नु, कसलाई भन्नु भयो कि हैन। अब भन्न त पर्यो घरमा पनि। अनि हैन विश्वासै लागेको थिएन कि, किनभने त्यो कन्सल्टेन्सीले यति पनि त्यो आशै दिएको थिएन कि तिम्रो भिजा रिजेक्ट हुन्छ भनेर। त्यो कन्सल्टेन्सीले त हैन तिम्रो भिजा त लाग्छ भनेको थियो कि, पहिला त थियो हैन, अलि माइन्ड सेट थियो कि रिजेक्ट भए पनि केही छैन। तर जब त्यो 3 महिना वेट गर्नु पर्यो नि, अनि कन्सल्टेन्सीले यस्तो केसमा त्यो वेट गरेपछि लाइक रिजेक्ट गर्दैन आजसम्म त्यस्तो भएको छैन भनेको थियो नि त। अनि म त ल भिजा त लाग्छ भनेर त्यो होपै राखेको थिइनँ कि रिजेक्ट हुन्छ भनेर। त्यसपछि त्यो मेसेज हेर्दा मलाई क्या कस्तो भएको थियो कि, अनि मैले घरमा भने त्यसपछि, अनि त्यो सरलाई पनि सोधेँ हैन किन भयो यस्तो, के भयो भनेर। अनि पछिबाट चाहिँ त्यो हुनुको रिजन पनि थिएन कि, अब मैले रेगुलर चेकअप पनि गरेको छैन, लाइक अब 6 दिन बाँकी नै छ। मेरो घरमा लिटरली बिए थियो हैन, मैले त्यो बिए पनि छोडेँ कि त्यो लाइक रेगुलर चेकअप गर्नु छ भनेर। अब त्यो बिए छोडेर मैले काठमाडौँ बसेर त्यो रेगुलर चेकअपको लागि वेट गरेँ हैन, मैले के चाहिँ गरिनँ के। अनि त्यसपछि त्यो डेडलाइन नपुगिकन मेरो मेडिकल रिपोर्ट पनि लाइक कम्प्लिट मेडिकल रिपोर्ट पनि आएकै थिएन, अनि मेरो भिजा रिजेक्ट भयो। अब ला के गर्ने भयो, कति लस भयो नि त। अब यत्रो मेहनत वेस्ट गयो, 3 महिना बसेको वेट गरेको सबै भयो। अब एटलिस्ट त्यो वेट गरेको फल त मिल्नु पर्यो नि हैन, त्यो वर्थ इट भएन कि मैले त्यति गरेको त। तर ठिकै छ, के न के सिकिँदो रहेछ योहरूबाट पनि। अनि अब के गर्ने, अब रोएर त हुँदैन। लिटरली म 2 दिनसम्म हैन म सक भएको थिएँ, न त म रुनै सकेको थिएँ म हाँस्नै सकेको थिएँ म। त्यसपछि रोएर त हुनेवाला के न, जे हुनु थियो भइगयो। अनि अब नेक्स्ट भन्ने भयो कि अब केही न केही त गर्नु पर्यो। नेपाल त मलाई बस्ने नै थिएन हैन, जति मरे नि जे गरे पनि मलाई नेपाल चाहिँ बस्नु थिएन के। अनि त्यसपछि मैले युएसए सोचेँ हैन, अनि सोच्दा फेरि अब अस्ट्रेलिया भर्खर रिजेक्ट भएको, युएसएले त के देला हैन भिजा त्यो, अनि फेरि रिजेक्सन, आई क्यान्ट अफोर्ड द्याट हैन। अनि त्यसपछि मैले अस्ट्रेलिया नि युएसए पनि मैले नाइ भयो कि। अब त्यति बेला त डेट पाउन पनि कति गाह्रो थियो। अब म डेटकै लागि कति वेट गर्थेँ, अलरेडी यति टाइम वेस्ट भइसक्यो हैन। टाइम वेस्ट गर्ने मेरो प्लान थिएन, त्यो पनि यति टाइम वेस्ट भइसक्यो अब त। अनि त्यसपछि अब मैले अप्सन केही देखिनँ कि हैन। अब मैले त भिजा वाइज मैले चुज गर्नु पर्यो नि त, कन्ट्री जहाँ मेरो लाइक 100% भिजा चान्स हुन्छ त्यही जान्छु भनेर। अनि यति कन्सल्टेन्सी घुमेँ लाइक लिटरली म जति काठमाडौँको लाइक ठाउँ घुमेको छैन होला त्यति धेरै मैले कन्सल्टेन्सीहरू घुमिसकेँ कि। अनि त्यसपछि मैले लास्ट अप्सन केही नभएर युके नै देखेँ, किनभने अब युके त 100% भिजा रेट थियो, सक्सेस रेट थियो नि त त्यति बेला त। अनि
जुलाईमा मेरो भिजा रिजेक्ट भएको, जुलाई अगस्त सेप्टेम्बर इन्टेकको लागि होइन, मेरो भिजा रिजेक्ट भएको 2 दिनपछि म फेरि गएँ कन्सल्टेन्सी होइन। यस बेला चाहिँ मैले कन्सल्टेन्सी लाइक गरेँ, चेन्ज गरेँ होइन, अर्को कन्सल्टेन्सी गएँ। अनि त्यहाँबाट मैले युके अप्लाई गर्न थालेँ, मैले अफर लेटरहरू मगाएँ, सबै गरेँ। मैले के अरे इन्टरभ्यूको प्रिपरेसन पनि गरेँ, इन्टरभ्यू दिएँ, इन्टरभ्यू पास गरेँ, एभ्रिथिङ गरेँ, भिजा लज पनि गरेँ। कास आउन मेरो फेरि यति टाइम लाग्यो होइन, त्यो त्यति टाइम लाग्दैन के कसैको पनि, त्यति टाइम लाग्यो मेरो कास आउन पनि। अनि सेप्टेम्बर इन्टेक भ्याएन मेरो। अनि नोभेम्बर इन्टेकलाई डिफर गरिसकेपछि मैले फेरि अब मेडिकलहरू सबै दिनु पर्यो। अनि युकेमा त त्यस्तो फरक परेन मेडिकलहरूको लागि। अनि त्यहाँ पनि होइन भिजा आउन लाइक भिजा लजमेन्ट गरेको नर्मली त त्यति बेला त अब 1 विक 15 डेजमा भिजा आउँथ्यो नि त, मेरो लाइक लिटरल 25 डेज लाग्यो हो कि भिजा डिसिजन आउन पनि होइन। यस्तो पनौती छु नि म। एक त त्यो अस्ट्रेलिया रिजेक्ट भएको त्यो मनमा त्यो डर थियो कि ला यो पनि रिजेक्ट हुने हो कि भन्ने। अनि त्यति दिनसम्म भिजा नआएपछि त कस्तो डर लाग्छ नि त के हुने हो होइन भनेर। अनि पछि लाइक कति 25 डेज पछि मेरो भिजा आएको। मैले टाइमै भ्याइनँ कि लाइक केही गर्न पनि टाइमै भ्याएन। मेरो भिजा आएको म 2 दिनमा आएँ कि यता युके। लाइक लिटरली मैले होइन बिहान टिकट काटेर लाइक मेरो बिहान टिकट काटेको आज बेलुकाको फ्लाइट थियो कि, बिहान मैले 8 बजी टिकट काटेको, बेलुकाको 6 बजी मेरो फ्लाइट थियो। मैले केही गर्नु लाइक होइन म मेन्टली प्रिपेयर नै हुन सकेको थिइनँ कि मलाई आज जानु छ भन्ने पनि थिएन कि मलाई। अनि त्यो चाहिँ म ठ्याक्क तिहारको 2 दिन अगाडि थियो मेरो फ्लाइट। अनि सक्सेसफुल्ली म आएँ कहाँ लन्डन, जहाँ कि मलाई आउनु थिएन होइन। अब जहाँ भए पनि अब जता गए पनि दुःख त गर्ने नै छ, अलिअलि त दुःख जहाँ पनि हुन्छ। तर आई एम ह्याप्पी, अहिले आई एम डुइङ वेल, त्यो चाहिँ राम्रो हो, टचवुड गाइज। त्यही भएर होइन लाइक आफूले सोचेको गरेको सबै कुरा प्लान्ड हुँदैन रहेछ कि लाइफमा होइन। लाइक हामीले जति एफर्ट्स लगाए पनि, जति जे प्लान गरे पनि डेस्टिनीमा जे हुन लेखेको हुन्छ नि हुन्छ। म युके आउनु थिएन त्यही पनि म युके आएँ कि। इफ यु आर अल्सो रिजेक्टेड अनि केही भएको छ भने डोन्ट वरी होइन। त्यही हो, नेभर गिभ अप होइन। आफूले जति सकिन्छ गर्नु होइन। जस कन्फिडेन्स चाहिँ हुनुपर्छ, म सक्छु भन्ने चाहिँ हुनुपर्छ। नेभर गिभ अप इन एनिथिङ। केही न केही त हुन्छ। त्यसको लाइक रिटर्नमा होइन लाइक इन्टु 1000 टाइम्स नै आउँछ कि। सो कन्सिस्टेन्सी नामको चिज हुनुपर्छ, कन्फिडेन्ट नामको चिज हुनुपर्छ, गिभ अप गर्नु हुँदैन। त्यही हो, मोटिभेसनल स्पिकर भए गाइज म होइन। त्यही हो, आजको ऱ्यान्ट मेरो त्यही थियो होइन। ओके बाई। लाइक शेयर सब्सक्राइब माई युट्युब च्यानल एन्ड सपोर्ट फर मोर भिडियोज। ओके बाई।